कहानी थाहा छ तपाईलाई? नोआको बारेमा थाहा छ? नोआ भनेको जब 40 रात 40 दिन पृथ्वीमा पानी पर्यो त्यति बेला प्रभु उहाँसँग बोल्नु भएको एउटा व्यक्ति हुनुहुन्छ। आमेन। अनि योना भनेको लौ तिमी जाऊ निनबे शहरमा गएर प्रचार गर भनेको थिए, तर उनी तर्तीसतिर अर्को ठाउँ भागेका थिए। यो दुईटा कहानी त यहाँहरूलाई थाहा छ कि छैन? छ नि। अब छ भने यो दुईमा के फरक छ त? अब नोआले चाहिँ परमेश्वरको आज्ञालाई तुरुन्त मानेका छन्, तर योना चाहिँ परमेश्वरबाट भागेका छन्। समस्या आउँदा नोआ जहाजभित्र थिए, योना बाहिर भन्नाले उनी पनि जहाजभन्दा बाहिर थिए। ओके, ठिक छ। अरू नोआले चाहिँ मेहनत गरे, तर योनाले मेहनत गरेन। नोआले चाहिँ जहाज बनाउने मेहनत गरे कि गरेन? योनाले चाहिँ मेहनत गरेन। नोआले चाहिँ परमेश्वरमा सबै कुरा लगाए, एभ्रिथिङ वाट एभर ही हैज। ओके, सबै कुरा उहाँले चाहिँ परमेश्वरमा लगाए, उहाँसँग भएको कुरा। योनाले के गर्यो? पैसा आफ्नै निम्ति प्रयोग गर्यो, टिकट काटेर अर्को ठाउँ भाग्न थाल्यो। कि फरक छ कि छैन? के छ? नोआ चाहिँ के थिए? परिवारसँग थिए, अनि योना चाहिँ एक्लै थिए। है, योना चाहिँ एक्लै थिए। अनि नोआले जहाज बनाए, अनि योनाले रेडीमेड जहाज पाए। नोआले बहुत धेरै मेहनत गरेर जहाज बनाए, तर योनाले चाहिँ रेडीमेड जहाजमा गएर बसे। रेडीमेड छ आजकल, सबैलाई रेडीमेड मनपर्छ, हो कि न? भन्नुहोस् त, कतिजनालाई रेडीमेड मनपर्छ? रेडीमेड भनेको बनी बनाऊ, तयारी। सबैलाई तयारी मनपर्छ, तयार गर्न मन पर्दैन। नोआ चाहिँ हाजिर भएका छन्, परमेश्वरले है परमेश्वरको उपस्थितिमा हाजिर भइराखेका छन्, तर चाहिँ योना चाहिँ परमेश्वरको उपस्थितिमा हाजिर भएका छैनन्, लुकेका छन्। है, अनि नोआ चाहिँ मेहनत गरिराखेका छन्, अनि योना चाहिँ मजाले सुतिराखेका छन्। योना मजाले सुतिराखेका छन्। आँधी तूफान आएको छ, अरे जो भी हो जाए भाइ, मैं तो सो रहा हूँ, नो प्रब्लम। हो, मजाले उहाँ चाहिँ के गरेर सुन्छन्? सुतिराखेका छन्। तर अनि नोआले चाहिँ केयरिङ गर्दैछन्। अघि भने केयरिङ हो कि नै? सबै कुरालाई केयरिङ गर्दैछन्। तर योना चाहिँ स्वार्थी छ। योना स्वार्थी छ। भाइ, म बचे पुग्यो, मलाई जानु छैन त्यहाँ, मैले बचे पुग्यो। ऊ चाहिँ स्वार्थी छ कि छैन? फरक छ कि छैन? भन्नुहोस् त। हेरचाह गर्ने व्यक्ति। आमेन। नोआ चाहिँ हेरचाह गर्ने व्यक्ति। तपाईँ आफ्नो परिवारमा पनि हेरचाह गर्नुहोस्। नोआले आफ्नो परिवारमा हेरचाह गरे, हो कि न? भन्नुहोस् त। व्यवस्था गरे। तपाईँको परिवारमा तपाईँ एकअर्कालाई केयरिङ गर्नुहोस्, एकअर्कालाई के गर्नुहोस्? केयरिङ गर्नुहोस्, हेरचाह गर्नुहोस्। एकअर्कालाई तपाईँ के गर्नुहोस्? एउटा असल व्यक्ति निर्माण हुनमा मद्दत गर्नुहोस्। अनि योना जस्तो स्वार्थी नहुनुहोस्। कतिजना स्वार्थी हुन्छ नि परिवारमा पनि? भन्नुहोस्, तपाईँ सक्नुहुन्छ भने भन्न सक्नुहुन्छ, तपाईँलाई फेरि टाइम छ। नोआ धैर्य गर्दैछन्। नोआ मजाले धैर्य गर्दैछन्। नोआले चाहिँ धैर्य गर्दैछन्, अनि योनाले चाहिँ धैर्य गर्दैनन्।